यो चाहिँ स्विजरल्यान्ड हो है। हामी अस्ति बाउ भर्खरै स्विजरल्यान्डतिर आयो। राम्रो रहेछ। सानैदेखि एउटा सपना थियो, अब स्विजरल्यान्ड देखिरहेको टिभीहरूमा, यहाँ आएर चाहिँ एक्सपिरियन्स गर्नु लागि कस्तो रहेछ। डाँडाहरू बस्ने होइन, त्यो डाँडामा चाहिँ गाईको खेतीहरू, गाई फार्म आएर गाईहरू चाहिँ दुध दिन्छ र त्यही दुधको प्लेन चक्लेट छ, यही गाईको दुध चाहिँ गाईको गाई चाहिँ एउटा देखिरहेछ पहाडहरू बालीहरू घरहरू भयो होइन। स्विमिङ गरेको ठाउँ तपाईँ कस्तो लाग्यो? त्यहाँ चिसो होइन पानी, तर नयाँ एक्सपिरियन्स। त्यो ठाउँमा आएर नुहाउनु भनेको छुट्टै हो नि त। जे होस्, मजा त मजा आयो, तर अलि भालुहरूको डर भएको कारणले पनि भालुहरूको डर कारणले टेन्सन भयो। नभए त्यस्तै हो। चाँडै निस्किहाल्नु पऱ्यो। अद्भुत ठाउँ छ। We are signing off now. अनि हाम्रो मिलन सरले आउनुभयो कि नै त? अनि उतातिर के त्यता डाइभ हान्नुभयो कि नै त? नै हानेन। अर्को चाहिँ कुन कार्यक्रम जङ्गल त्यो कार्यक्रमलाई के भन्छ अरे? मैले फलाम उही छोडेर आउनु भएको। हल्कावाला कार्यक्रम चाहिँ होइन। स्विजरल्यान्ड शीतल टाटा बाई बाई मिस गरेको क्या। जुन तोरी फुल थियो भन्थ्यौ नि, जुन ठाउँ बबाल थियो कि तोरी फुल। त्यति बेला तिमीले रोक्ने भनेको रोक्थ्यो। नजिकै आसी रोक्ने ठाउँ देखिन्छ। हुनसक्छ अब अगाडि पनि होला नि तोरी फार्म। ठिक छ, ओके, बाई बाई स्विजरल्यान्ड, सी यू नेक्स्ट टाइम।